स्वागत छ। आज हामी एउटा यस्तो ग्रन्थमा अलिकति गहिरो चर्चा गर्दैछौँ जसले शताब्दीौंदेखि पाठकहरूलाई प्रेरित गर्दै आएको छ, भगवत गीता। भगवत गीता हो। हामीसँग यसका केही अंशहरू छन्। यो खासमा कुरुक्षेत्रको युद्धभूमिमा भएको एउटा गहिरो संवाद हो। एकदमै। यो केवल संवाद मात्रै त कहाँ हो र, हैन? यो त जीवनको एकदमै जटिल मोडमा उभिएका योद्धा अर्जुन र उनका सारथी अनि गुरु भगवान कृष्ण बीचको गहन आध्यात्मिक विमर्श पो हो त। अर्जुन त युद्धको ठीक अगाडि आफ्नै मान्छेहरू, नातेदार, गुरुहरू, उनीहरू विरुद्ध लड्नुपर्ने कस्तो अवस्था, त्यसैले एकदमै विचलित, भ्रमित छन्। हो नि, त्यो दुविधा त खै कल्पना गर्न पनि गाह्रो छ। अनि त्यस्तो बेला कृष्णले उनलाई के सल्लाह दिनुहुन्छ त? हाम्रो स्रोतले भन्छ, उहाँले अर्जुनलाई केवल युद्धको लागि मात्रै होइन, जीवनका अनेक पक्षहरूबारे सम्झाउनुहुन्छ, जस्तै कर्तव्य, जसलाई धर्म भनिन्छ, अनि कर्मको रहस्य, जीवन मृत्युको चक्र, र अन्तिममा मोक्ष, मतलब आध्यात्मिक स्वतन्त्रता हो। सन्देश भनेको धर्मको पालना हो। धर्म है? तर यहाँ धर्म भनेको त्यो पूजापाठ, धार्मिक अनुष्ठान मात्रै होइन नि फेरि। ए हो र? हो। कृष्णले अर्जुनलाई भन्नुहुन्छ, आफ्नो स्वभाव र स्थितिलाई सुहाउँदो जुन कर्तव्य छ नि, हो त्यो पूरा गर्नु नै वास्तविक धर्म हो। अनि को पनि फलको आशा नै नगरिकन। ओहो, फलको आशा नगरी कर्तव्य गर्नु, यो त सुन्दा एकदमै आदर्श लाग्छ। तर व्यवहारमा कतिको सम्भव होला र? आजकल त हरेक काम खै नतिजाकै लागि गरिन्छ नि। तपाईले निकै व्यावहारिक प्रश्न उठाउनु भयो। एकदमै यहीँनेर कर्मयोगको अवधारणा आउँछ क्या। कर्मयोग? गीताले के भन्छ भने कर्म गर्न छोड्ने होइन, पटक्कै होइन, तर कर्मको जुन फल हुन्छ नि, त्यो प्रतिको आसक्ति, त्यो मोह चाहिँ त्याग्नुपर्छ। जब हामी परिणामको चिन्ता गर्दैनौं, केवल आफ्नो जिम्मेवारी सम्झेर निष्काम भावले कर्म गर्छौं। निष्काम भावले? हो, तब त्यो कर्मले हामीलाई बान्दैन, बरु मुक्तिको साधन बन्छ। अर्जुनको लागि युद्ध गर्नु उनको क्षत्रिय धर्म थियो, त्यसबाट भाग्नु त्यो समाधान थिएन। ए, भनेपछि कर्म त महत्त्वपूर्ण छ, तर त्यसमा टाँसिनु भएन। ठीक भन्नुभयो। यसबाहेक अरू के मार्गहरू छन् त गीतामा? स्रोतमा भक्ति योग र ज्ञान योगको पनि कुरा थियो। बिल्कुल। भक्ति योग भनेको चाहिँ ईश्वरप्रति पूर्ण समर्पण र प्रेमको बाटो हो। समर्पण हो। यसमा भक्तले आफ्नो सबै कर्म, सबै भावना ईश्वरलाई अर्पण गर्छ। अनि त्यसले के हुन्छ भन्दा अहंकार पग्लिन्छ र ईश्वरसँग एकाकार हुन मद्दत पुग्छ। अनि ज्ञान योग नि? अर्कोतर्फ ज्ञान योग, यो चाहिँ विवेक र आत्मज्ञानको मार्ग हो। यसमा म को हुँ, यो संसार के हो, ब्रह्म के हो, यस्ता दार्शनिक प्रश्नहरूको निरन्तर खोजी हुन्छ, चिन्तन हुन्छ, अनि त्यसबाट सत्यको साक्षात्कार गर्ने प्रयास गरिन्छ। भनेपछि कर्म, भक्ति र ज्ञान, यी तीनवटै मार्ग भए। यिनीहरू एकअर्कासँग कसरी सम्बन्धित छन् त? के यी एकदमै अलग अलग बाटा हुन्? यो एकदमै रोचक प्रश्न हो तपाईको। गीताले यी मार्गहरूलाई खै अलग भन्दा पनि एकअर्काका पूरकको रूपमा प्रस्तुत गर्छ जस्तो लाग्छ मलाई। पूरक कसरी? जस्तो ज्ञान योगले सही विवेक दिन्छ नि, हैन? हो, त्यो विवेकले कर्म योगमा अनासक्त हुन सघाउँछ। फेरि भक्तिले के गर्छ? भक्तिले यी दुवै अभ्यासमा निष्ठा र प्रेम भर्छ। व्यक्तिले आफ्नो स्वभाव अनुसार कुनै एक मार्गमा जोड दिन सक्छ, तर अन्तिम लक्ष्य त उही हो, आसक्तिबाट मुक्ति। तपाईले अनासक्तिको कुरा गर्नुभयो। यो त गीताको एकदमै केन्द्रीय शिक्षा जस्तो लाग्यो मलाई पनि। यसको खास अर्थ के हो त? अनि यसलाई कसरी विकास गर्ने होला? हो, अनासक्ति वा वैराग्य, यो त गीताको मुटु नै हो भन्दा हुन्छ। यसको अर्थ खाली त्यो भौतिक वस्तु वा इच्छा त्याग्नु मात्रै होइन नि। त्यो मात्र होइन? होइन, त्यो भन्दा गहिरो छ। बरु मनलाई अहंकारबाट, राग मतलब आकर्षण अनि द्वेष मतलब विकर्षण, यिनीहरूबाट माथि उठाउनु हो। मनलाई नै उठाउने हो। इन्द्रियहरूलाई नियन्त्रणमा राख्नु, सुख दुःख, मान अपमान जस्ता जुन द्वन्द्वहरू आउँछन् नि जीवनमा, त्यसमा समभाव रहनु, मतलब उथलपुथल नहुनु, अनि आफ्नो कर्म ईश्वरलाई समर्पित गर्नु हो। यही नै अनासक्ति विकास गर्ने अभ्यास हो। कृष्णले अर्जुनलाई यही स्थितप्रज्ञ अवस्थामा, मतलब एकदम स्थिर बुद्धि भएको अवस्थामा रहेर युद्ध गर्न भन्नुहुन्छ। जीत हारको चिन्ता नगरी केवल कर्तव्य पालन गर्न। वाह, यो त
यो त जीवनका हरेक क्षेत्रमा लागू हुने सिद्धान्त जस्तो पो लाग्यो मलाई त। हो त। सायद त्यसैले होला गीता कुनै खास धर्म वा संस्कृतिमा मात्र सीमित छैन, होइन र? तपाईले ठ्याक्कै भन्नुभयो। यसको जुन दार्शनिक गहिराई छ अनि व्यावहारिक सल्लाह, त्यसैले गर्दा यसलाई विश्वव्यापी अपिल मिलेको छ। महात्मा गान्धीले त यसलाई आफ्नो आध्यात्मिक शब्दकोश नै भन्नुभएको थियो। हो र? हो। अनि अल्बर्ट आइन्स्टाइन, कार्ल युङ जस्ता पश्चिमा विचारकहरू पनि उहाँहरू पनि यसबाट निकै प्रभावित हुनुहुन्थ्यो रे। यसको सार कुनै भूगोल वा समयमा बाँधिएको छैन के। साँच्चै? अनि स्रोतमा स्वामी शिवानन्द, स्वामी प्रभुपाद, इस्कोन, एकनाथ ईश्वरन र एसी भक्तिवेदान्त स्वामीको भगवद् गीता एज इट इज जस्ता चर्चित अनुवाद र टीकाहरू पनि उल्लेख छ नि? छ। यति धेरै व्याख्या हुनुले पनि यसको महत्त्व कति छ भन्ने देखाउँछ है। निश्चित रूपमा हरेक व्याख्याले यसका फरक फरक पक्षहरूलाई उजागर गर्छ, तर मूल सन्देश त्यो चाहिँ एउटै रहन्छ। जीवनका द्वन्द्वहरू बीच कसरी शान्त रहने, कसरी सन्तुलित र उद्देश्यपूर्ण रहने। त्यसो भए निष्कर्षमा भन्नुपर्दा भगवद् गीता केवल त्यो युद्धको मैदानमा दिएको उपदेश मात्रै होइन रहेछ। यो त हरेक व्यक्तिको आफ्नो जीवन युद्धमा मार्गदर्शन गर्ने एउटा कालातीत निर्देशिका जस्तै रहेछ। एकदम सही। चाहे कोही आध्यात्मिक खोजमा होस् वा केवल दैनिक जीवनमा शान्ति र स्पष्टता चाहन्छ, गीताले केही न केही अर्थपूर्ण कुरा अवश्य दिन्छ जस्तो लाग्छ। हो। यसले हामीलाई आफ्नो कर्तव्य चिन्न सिकाउँछ अनि त्यसलाई निष्काम भावले, मतलब फलको आशा नगरी पूरा गर्न प्रेरित गर्छ। यस। छलफललाई बिट मार्दै गर्दा मेरो मनमा एउटा विचार आइरहेको छ। भन्नुहोस् न। आजको यो भागदौडको युग छ नि, प्रतिस्पर्धाको युग, जहाँ सफलता प्राय परिणामसँगै जोडिएको हुन्छ, होइन? हो, त्यो त छ। यस्तो बेलामा हामीले गीताले सिकाएको आफ्नो कर्तव्यप्रतिको निष्ठा र त्यो फलप्रतिको अनासक्ति, यी दुई कुराबीच कसरी सन्तुलन कायम गर्न सक्छौं होला? निकै गहिरो प्रश्न हो। यो आफैमा एउटा गहिरो चिन्तनको विषय बन्न सक्छ जस्तो लाग्यो।